खेलाडीहरू प्रिपेयर छैनन् कि मेन्टली पनि छैनन् फिजिकली पनि छैनन् हामीले प्र्याक्टिस गर्न थाले कति भयो त्यो माथि अहिलेसम्म क्याप्टेन चुज गरेको छैन मैले एकजनालाई फाइनल गरेको छु हाम्रो क्याप्टेनको लागि एन्ड द्याट इज रेशम यत्रो ठुलो प्रोजेक्टको एउटा लिडरसिप एउटा केटीले गरिरहेको छ मैले चाहिँ के भविष्य देखाएको छ नि यो प्रोजेक्टको मलाई क्याप्टन हुनु छैन मैले गर्दा आज हामीले यो गेम हार्यौँ मलाई क्याप्टनबाट निकालिदिनु मलाई पनि पूर्णिमाको जुन एकदमै मनपर्छ थाहा छ म सानो हुँदा मलाई सबै जुनले किन पछ्याएको होला भनेर सोच्थेँ म जहाँ जहाँ जुन पनि त्यहीँ त्यहीँ कहिलेकाहीँ आफ्नो हातले आँखा छोप्थेँ अनि औँलाको कापले जुनलाई हेर्थेँ तर जुन त जहाँको त्यहीँ मलाई नै हेर्न अडिए जस्तो एक दिन आमालाई सोधेँ मलाई जुनले किन पछ्याएको होला भनेर अनि आमाले मलाई जुनले मलाई सुरक्षा दिनलाई पछ्याएको भन्नुभयो त्यस दिनदेखि आफूलाई जुनको मुनि निकै सुरक्षित महसुस गर्थेँ सीमा आम रियली सरी यो सबै प्रब्लम मैले नै गरेर पाएँ तर डोन्ट वरी पिर नमान चाँडोभन्दा चाँडो अर्को ग्राउन्ड मिलाइहाल्छु नि है युद्ध भन्ने चिज त्यस्तै हो कि युद्ध भनेको अब देखिँदाखेरि धेरै किसिमको देखियो भने तर मलाई त देखिने भनेको दुई किसिमको हुन्छ उद्देश्य भित्र एउटा उद्देश्य बोकेको हुन्छ अब हामीले चाहिँ कस्तो भने परिवर्तनको लागि र मुक्तिको लागि भनेर उद्देश्य बोकेर लग्यो त्यो हो नि युद्ध जस्तो किसिमको भए पनि युद्धमा मान्छे मरिन्छ मरिन्छ मर्छ अब त्यो त मर्नु मारिनु भनेको युद्धको एउटा नियम पनि हो तर अर्को कुरा के हुन्छ भने त्यो प्रक्रिया हो कि एउटा तिमी परिवर्तनको प्रक्रियामा त्यस्तो चिज भयो अब नेपाली उखान नै छ नि के अरे मकै पिस्दाखेरि कहिले कहिले घुन पनि पिसिन्छ भन्ने त्यही हो स्वाभाविक हो तिमीहरूको लागि पर्खिरह्यो होला तर जसको ज्यान गयो त्यसको के कसैको बाउ मर्यो कसैको आमा मर्यो कोही विधवा भयो तिनको के त्यो हो अब मैले भने नि मान्छे मर्छ युद्धमा नमर्ने कुरा होइन सानोतिनो गल्ती हुन्छ मान्छेबाट तर के भने अब त्यत्रो हजारौँ मान्छेले बलिदान दिएको छ नि त एउटा परिवर्तनको लागि नेताहरूको के कुराहरू छ तिमी कविकै कुरा गर न कवि भुपीले के भनेका छन् भने हुँदैन बिहान मिरमिरका तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए जे होस् तर मान्छे मारेर परिवर्तन ल्याउनु छ भने चाहिँदैन मलाई यस्तो किसिमको परिवर्तन त्यस्तो कुरा नगर न अलिक बुझ्ने कोसिस गर के बुझ्ने कोसिस गर होइन तिमीहरूले जसको लागि लडे पनि आखिर आफ्नै दाजुभाइ नै मारेको हो मैले भन्न खोजे पनि त्यही हो त जे सुकै भन् तिमीहरू हत्यारा हो हत्यारा कस्तो कुरा गर्छौ तिमीहरू यार तिमीहरूको यही सोचको कारणले गर्दाखेरि आज देश कुन अवस्थामा हुनुपर्ने थियो कुन अवस्थामा छ अलिक सोच्ने गर तेरो सोचाइ चाहिँ के मैले त कमसेकम देशको र जनताको लागि भनेर लडेको छु को कराको यो टोलको जस्तो आवाज छ नि मैले देशको लागि केही गरेको छैन होला तर त जस्तो मान्छे मारेर हिँडेको छैन तैँले चाहिँ भन्नु खोजेको के अहिले नि जुन दिन तेरो बुद्धि फर्कियो र वर्गको बारेमा थाहा पाइस् भने सबै कुरा महसुस गर्नेछस् बुझिस्
लाइनमा बस्ने वन लाइनमा अभिषेक हामी जगिङ जाँदैछौँ रेशम र सफिकले लिड गर्छ टु लाइन हाइट वाइज एकछिन वार्म अप गर वार्म अप गर भनेको सुनेनौ जय All right. Start. सफल हाम्रो टिम हो त्यसको लागि मर्नेछौँ ढुङ्गा फोरी रसाउन जोस जागर भर्नेछौँ सफल हाम्रो टिम हो त्यसको लागि मर्नेछौँ सबैजना कुदेर आउने अनि क्रस गरेर त्यहाँ एकछिन रेस्ट गर्ने है कुद्ने तान्ने सफिक क्रस अभिषेक साथीले एक अर्कालाई ढाडमा बोक्ने है अनि रिल्याक्स गर्ने एकचोटि शैलेशले मलाई गरेर देखाइदियो अनि यिनीहरूले बुझ्छ ल अलिकति पहिला खुट्टा पनि छोड्ने हात पनि है एकदम रिल्याक्स यति जगिङ गरेर आछ बुझ्यो होइन ल अब ढाड फर्काऊ के भयो छिटो तिमी रेशमसँग गर सबजना पहिला सबैजना उता फर्किने है उता अनि एउटा कुरा सबले आफ्नो साथीको बारेमा बुझ्ने है सोध्ने उसलाई मनपर्ने कुरा के हो नमनपर्ने कुरा के हो भविष्यमा गएर के गर्न चाहन्छ उसको फ्यामिली सब सोध्ने है बुझ्यो यो सकेपछि म सोध्छु नि फेरि ल पहिला तोरणले रेशमलाई विजयलाई विष्णुलाई कृष्णलाई अभिषेकलाई मनालाई ल अन्तिममा छिरो छिरो नि शैलेशलाई ल स्टार्ट के हो तोरण तिमीहरू त बोल्दैनौ त सोधिरहेको छु सानो छँदा बुवा बित्नु अरे आमा अर्कैसँग गई भन्छन् तर मलाई अलिकति पनि विश्वास लाग्दैन मेरो बारेमा के सुनाउने यसो घरको बारेमा भन्नु घरको बारेमा मुवा बुवा अनि बाजे अनि त्यही हो अब त केही पनि छैन यार तिमी सुनाउनु पर्यो सफल फुटबल खेलाडी भन्ने इच्छा छ फुटबल त अब छँदै भयो होइन त्यो
बाहेक अरू भन न के छ नयाँ कुराहरू? मलाई त बुढीलाई लिएर संसार घुम्ने विचार छ। नाउ चेन्ज गर्ने। हामीलाई बाँच्नको लागि आमाले धेरै दुःख गर्नुभयो। जब म पार्टीमा लगेँ अनि बाँच्नुको अर्थ थाहा पाएँ, त्यति बेला मैले देश र जनताको लागि भनेर लडेँ। त्यही नै खुसी लागिरहेछ। हेर्दै जाउँ के हुन्छ। बुवालाई फुटबल मनै पर्दैन, फुटबल खेलेको भनेपछि एकदम मारिहाल्नुहुन्छ। अनि माइले एकदम माया गर्नुहुन्छ। जय खुट्टादेखि छोड दो। ग्राउन्ड पायो। ए एक्सन सुन त यहाँ सबैजनाले ग्राउन्ड पायो। के गरेर गर्ने हो एक्सर्साइजहरू है? अलि टाढा छ, ग्राउन्ड चाहिँ एकदम राम्रो छ है। जुम कस्तो लाग्यो तिमीहरूलाई? अब त सबैजनाले अझै फोर त गइहाल्छ। चल केयरफुल है तर। होइन त्यो एक ठाउँमा ल अहिले त्यहाँ एक ठाउँमा राखेर त्यो पोल्दा होइन, पोल्दादेखि त्यसै उठाउँदा। एक लाइन अनलाइन अलिकति क्लोज हुने, कोचले केही भन्दा हुनुहुन्छ अलिकति ध्यान दिएर सुन्ने। हाम्रो टिममा एकदम राम्रो चेन्जेसहरू आइरहेको छ। आइ एम रियली ह्याप्पी। टिमवर्क एकदम स्ट्रङ भइरहेछ र यही टिमवर्क अगाडि बढाएर जाने हो भने हामी पक्का जित्छौँ। कोअर्डिनेसन राम्रो छ, एकदम सबै कुरा राम्रो भइरहेछ है। किप इट अप। र अर्को कुरा एउटा कम्प्लेन आएको छ, राति धेरै बेरसम्म हल्ला भइरहेछ अरे। के को हल्ला हो? अबदेखि राति 8 बजे भित्र यो गेटबाट भित्र छिरिसक्ने, अनि 10 बजे भित्र सबको रुमको लाइट अफ भइसक्छ। बुझ्यो होइन तिमीहरूले? बुझ्यौ? बुझ्यो म्याडम। कोच कहिले काहीँ त्यसो रमाइलो गर्नु पाइन्छ होला नि? ए कोचसँग सवाल जवाब नगर। हामी यहाँ पिकनिक खेल्न आएको हो कि? म चाहन्छु कि तिमीहरू सबैजना हेल्दी र फिट होस्। नियम कानुन के को लागि बनाएको? नियमहरू त याद छ होला नि सबैलाई? याद छ म्याडम। के हो भन त? म टिमको बाहिर भित्र दुनु ठाउँ सबलाई एकै रङको व्यवहार गर्छु। अरू कसैलाई याद छ यहाँ? म अर्को सहयोग लिनेछु। म समयको सदुपयोग गर्छु। म धेरै मेहनत गर्नेछु। म गाँजा चुरोट सेवन गर्छु। र म जहाँ रक्सी खान्न र जे पाइ त्यही बोल्दिनँ। अनि नाचिकिन रानी तिमी? अरू कसैलाई याद छ? म आपसी समझदारीबाट समस्याको समाधान गर्छु। र जसलाई नियम पालना गर्नु छैन बाहिर गयो हुन्छ र बाहिरै बस्नु। तर त्यो माथिको बारको हुन्छ नि, बारको बल माथि उडेको त्यो यस्तो गर्नै सक्दैन क्या। गाह्रो हुँदो रहेछ जम्प गर्न है। जम्प गर्नु रेशमको छ नि तिम्रो त्यो पावर सेभ गर्न एकदम गाह्रो लाग्छ। अस्ति त्यो प्र्याक्टिसमा त आमा कसरी हान्यो मेरो ठ्याक्कै त्यो टाइप गर्दाखेरि एउटा चिया हुन है। छिटिरहेको थियो। ए तयार थियो?
ओहो तोरण ओ ज्वालाजी के छ हौ तोरण काम ठिकठाक छ कहाँदेखि आउनु हो पार्टीले मलाई 2-4वटा जिल्ला हेर्ने भनिरहेको छ त्यही भएर यतै छु बधाई छ है अनि तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ नि म फुटबल टिम छ यहीँ ट्रेनिङ लिइरहेको छु फुटबल कहाँ तपाईँ पनि त्यही पुरानै कुरा मल्चिरहेको त यसो गरौँ न अहिले हामीलाई अलिक हतार छ कि छुटौँ होला है बसौँ न 1-2वटा गफ गरौँ बरु चिया खाउँ चिया होइन चिया नखाउँ न यो यस्तो हो कि बिहान ट्रेनिङ हुन्छ आज चाहिँ अलिक चाँडै उठिएछ अनि चिया खाउँ भनेर सबै उठिसक्यो अब ट्रेनिङ टाइम हुन्छ अहिले लाग्छु बरु के बरु तपाईँ यति नजिकै बस्नुहुन्छ यो सङ्गम चोकदेखि 2 मिनट उतापट्टि एउटा पुरानो स्कुल छ त्यहीँ हो होस्टेल चाहिँ त्यसो ठिक छ म तपाईँलाई त्यही भए पनि भेट्न आउँछु बरु यसो गरौँ न तपाईँको नम्बर दिनुहोस् न मलाई हाम्रो टिम अनलाइन कन्टेस्ट एपिसोड 7 अभ्यासको क्रममा रेशमलाई कसले बोक्यो सफिकलाई सबैभन्दा मनपर्ने फुटबल खेलाडी को हो सही उत्तर पठाउन www.hamroteam.org.np मा जानुहोस् र कन्टेस्ट फर्म भर्नुहोस् साथमा आकर्षक उपहार जित्नुहोस् धोपी होइन चेल्सीले लास्ट म्याचमा 6 गोल हान्थ्यो त्यो पनि सेकेन्ड हाफमा आजको कुरा गर न कहाँ पहिलेको कुरा गरे अझै बाँकी छ नि त 30 मिनेट कसले जित्यो म्याच अघिसम्म म्यान सिटीले जितिरहेको थियो के अरे अहिले चाहिँ लोड सेलिङले जित्यो चेल्सीले जित्छ म्यान सिटीले जित्छ आज म्याडम आज चेल्सीलाई त चक्कर कटाइरहेको छ तिम्रो फेभरेट कुन हो नि रोनाल्डो रोनाल्डो त क्लब होइन खेलाडी हो तर सबभन्दा मनपर्ने खेलाडी नै रोनाल्डो अनि तिम्रो नि मेरो त मेसी हो म्याम मेसी मेसी इज द बेस्ट अहिलेसम्म डेभिड जस्तो प्लेयर अहिलेसम्म देख्दिनँ मैले डेभिड बेकम त मोडल हो अहिले प्लेयर होइन मोडल भए पनि के सबभन्दा बेसी पैसा कमाउने उयो हो क्या अरे त्यो पनि तिमीहरू अहिले जतिजना पनि प्लेयरको नाम लियो नि तिनीहरू सबजना 1 से 1 राम्रो छन् त्यसमा कुनै शङ्कै छैन तर जुन पपुलारिटी उनीहरूले गेन गरेको छ नि त्यसको लागि कति मात्रै मेहनत गरे होला अब उनीहरू पपुलर हुनुको पछाडि उनीहरूको पारिश्रमिक पनि त जोडिएर आएको हुन्छ नि अब हामीले फुटबल खेलेर पैसा कमाउनु दिन्छ कहिले आउने होला है आउँछ नि अब भर्खर देशमा परिवर्तन हुँदैछ ए ल दिन टाइमै भइसकेको छ एकछिन है भाइ भाइ खाना ल्याऊ ए ज्वाला कमरेड अभिवादन कमरेड अभिवादन के छ कमरेड हालखबर ठिकै छ के सोच्नुभयो त तपाईँले दिउँसो मैले फोनमा भनेको कुराको विषयमा के सोच्नुभयो किन के भयो तपाईँले तपाईँसँग जान्न कमरेड म के भन्दै हुनुहुन्छ तपाईँ तपाईँ ठिक त हुनुहुन्छ नि होइन कमरेड हेर्नुहोस् अब मैले रोजेको काम मात्रै गर्छु तपाईँको दिमाग सड्क्यो कि के हो कमरेड तपाईँ एउटा बहादुर योद्धा पो हो त सोच्नुहोस् त देश र जनताभन्दा ठुलो कोही पनि हुन सक्दैन तपाईँलाई थाहा छ हाम्रो संविधान कतातिर जाँदैछ अनि तपाईँ चाहिँ यहाँ फुटबल खेलेर बस्नुहुन्छ हेर्नुहोस् अब यो देश र जनताको लागि भनेर
लडियो तपाईँले नि भनिसक्नुभयो अहिले पनि म लडी नै रहेछु यो ठाउँ र परिस्थिति मात्रै फरक हो त्यो बेला हेर्नुहोस् अयोग्य लडाकुको बिल्ला थमाएर पठाइदिए त्यतिखेर मलाई कस्तो होला मेरो हालत मेरो मनस्थिति यो आफैलाई मात्र थाहा छ हेर्नुहोस् यस्तो कुरा धेरै लामो छ अब मेरो आमा परिवारको कुरा गरौँ न आमाले मलाई पछिसम्म स्वीकार भएन अहिलेसम्म पनि समाजले त कति घृणा गर्छ त्यो मलाई मात्रै थाहा छ म कुन परिस्थितिमा बाँचे त्यो मलाई मात्रै थाहा छ म्यामसँग भेट भयो त्यही समयमा उहाँले यो टिममा बोलाउनु भयो कमसेकम यो उभिने मौका त दिनुभयो भनेपछि तपाईँलाई गाह्रो पर्यो भने तपाईँ आफ्नो जिम्मेवारीबाट पन्छिनुहुन्छ तपाईँ त पार्टीले एउटा उच्च मूल्याङ्कन गरेर राखेको व्यक्ति मेरो विचार बदलिएको छैन मैले अहिले पनि देश र जनताको लागि नलडेको होइन लडिरहेको छु फुटबल खेलेर फुटबलबाट बस ठाउँ र परिस्थिति फरक हो कमरेड म त्यस्तो संशोधनवादी व्यक्ति होइन बुझ्नुभयो मैले त मेरो त पार्टीमाथिको आस्था अझै पनि छ म त्यही विचार बोकेर हिँडेको छु पुँजीवादी संस्कृति त तपाईँमा पनि देखिन्छ नि त्यो सबैमा आउँछ अलिकति परिवर्तन समयले गर्दा परिस्थितिले गर्दा विचार गर्नुहोस् त म यो टिम किन छोड्न सक्दिनँ त्यो पुँजीवादी सरकार विरुद्धको लडाइँको मैदानमा मैले मैदान छोडेर भागेको भए हाम्रो परिस्थिति के हुन्थ्यो अहिले मैले यो टिम छोड्दाखेरि त्यही परिस्थिति हुनसक्छ त्यसैले म तपाईँसँग जान सक्दिनँ अब विचार गर्नुहोस् आफै तपाईँको जीवन फलोस् फुलोस् कमरेड के कान थापेर सुनेको नि सुलसुले किरा जस्तो मेरो पनि कुरा यस्तै हो अलि एनर्जेटिक हो न बहिनी ए बहिनी के गर्न लाग्नु भएको मलाई भन्नुभयो हजुर एकछिन है प्र्याक्टिस गराउँदै गर्नु मलाई भन्नुभयो दिदी हजुर हजुर ए के होइन यो केटाहरूलाई तालिम दिएर तालिम भने के हो पार्टी सार्टीको कार्यालय यताउति खोल्न त लाग्नु होइन नि होइन होइन दिदी होइन कहाँ पार्टी सार्टी खोल्न यो एउटा फुटबल खेल हुन्छ नि त्यसकै लागि तालिम दिएर यस्तो मान्छे धेरै जम्मा हुँदा यस्तो तालिम यताउति आउँदा हामीलाई डर हुन्छ कि यहाँ त पहिला दोनो पिरियड भएर यहाँ कतिले ज्यान गुमाएर कति मान्छे मरेछन् नि त बहिनी त्यहाँ मैदानमा हजुर मान्छे मरेर पछि त्यहाँ बाँस रोपेको कि बिरुवा पछि मान्छे छन् हजुरलाई नत्र देखाइदिन्छु म हेर्न जाने हो यो हाम्रो